हेलो गाइजहरु, गुड मर्निङ। के चाल खबर? हजुरहरु अब मेरो भिडियो हेरिराख्नुहुन्छ भने चाहिँ हजुरहरुलाई थाहा होला। अहिले चाहिँ अब तपाईको विदेश पनि अब सबैको सबै गइराछन्। अब धेरैले दुःख पाइराछन्। अब 12-14 घण्टा काम गरिराछन् कम सेलेरीमा। अब त्यत्रो दुःख गरेर पैसा खर्च गरेर ऋण काटेर गएपछि अब जसै गर्नु पर्यो गइसकेकाले त। अब नगएका चाहिँ अब नजाम। अब अहिले चाहिँ अब सरकारलाई पहिलाकाले त अब सरकार देश खराब छ भनेर अब अरूलाई दोष लाएर गए हैन। अब त अब हामीले चाहिँ अब दोष लाउन मिल्दैन। अब सरकार पनि अब चल्दै राम्रै चलिरहेछ। अब त्यसो हुँदाखेरि अब यहीँ नेपालमै के गर्नुपर्छ। अब हामीले नगरे झन् हामीभन्दा पछाडिको जेनेरेसनले त कसरी गर्छ। झन् हामीले त अलिअलि त देखि चाहिँ तिनीहरू त झन् अब पढाइ बाहेक आफूले खाना पकाएर नि खान नसक्ने स्थितिमा छन्। त्यसले गर्दा चाहिँ मैले चाहिँ अब देशमै केही गर्नुपर्छ भनेर चाहिँ अहिले प्रक्रियामै छु म हैन। तर यो प्रक्रियामा चाहिँ अहिले